मिटरहरूमै बसेर हामीले वर्ल्ड टुर कसरी गऱ्यौँ त लेट्स फाइन्ड आउट। सो हे एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। सो हामीले चाहिँ यो विकेन्ड कसरी स्पेन्ड गऱ्यौँ सँगै हेऱ्यौँ है त। हामी चाहिँ सेन्टर प्लाजामा रहेको 18D हेर्न गएको थियौँ, जुन चाहिँ फर्स्ट फ्लोरमा रहेको छ। अनि यहाँ चाहिँ हामीले टिकट काट्नको लागि चाहिँ पर पर्सन 50 तिर्नु परेको थियो। टिकट काटेपछि एकछिन वेट गर्नुपर्ने हुनाले म चाहिँ सूचना दिदीलाई भेट्न गएँ। उहाँ चाहिँ साङ्लो कस्मेटिकको ओनर हुनुहुन्छ। अनि यो कस्मेटिक्समा चाहिँ सबै कुराहरू पाउँछ, मेकअपदेखि लिएर स्किन केयरदेखि लिएर सबै प्रोडक्टहरू पाउँछ। अनि म चाहिँ इटरीमा हुँदा उहाँ दिदीकैबाट लिन्छु। अनि दिदीलाई चिनेको चाहिँ मैले ब्युटी पेजेन्टमा हो। हामी चाहिँ मिस कोसीमा सँगै गएको थियौँ। उहाँ चाहिँ मिसेसमा जानुभएको थियो, म चाहिँ मिसमा गएको थियौँ, त्यहीँदेखि चिनेको। अनि उहाँले चाहिँ हाम्रो फोटोसुटको भिडियोहरू देखाउँदै हुनुहुन्थ्यो, पुरानो मेमोरी भनेर आयो अरे। अनि त्यही भएर अनि दिदीलाई मैले बाई गरेर हामी चाहिँ गयौँ वर्ल्ड टुर हेर्नलाई। मलाई चाहिँ वर्ल्ड टुर भन्दा नि मलाई चाहिँ डाइनोसरवाला त्यो हेर्न मन थियो, तर बहिनीहरू हुँदाखेरि चाहिँ अब उनीहरूलाई डर लाग्छ भनेर सिम्पल नर्मलवाला फनवालै हामीले हेऱ्यौँ। अनि यहाँ चाहिँ 18Dमा चाहिँ एकदम धेरै राम्रो फन एक्टिभिटिज भयो। अनि यो वर्ल्ड टुर चाहिँ बच्चाहरूको लागि एकदमै धेरै बेस्ट हुन्छ, किनभने स्केरी पार्ट चाहिँ कहीँ पनि थिएन। एकदम धेरै फन थियो हेर्नको लागि पनि, अनि एकदम धेरै रमाइलो थियो। मेरो बहिनीहरू चाहिँ एकदम धेरै खुसी भएर हेरिरहेको थियो। अनि यो वर्ल्ड टुर चाहिँ खासै लङ थिएन, जम्मा 6 मिनटको थियो होला। त्यसपछि हामी पेट पूजा गर्नको लागि क्याफे हन्ट गर्न थाल्यौँ। अनि हामी चाहिँ 303 लाइफस्टाइल भेन्यूमा इन्ट्री गऱ्यौँ। यहाँ चाहिँ फिस रहेछ, अनि मेरो बहिनीहरूले चाहिँ मलाई फिस देखाइरहेछ। अनि यहाँको एम्बियन्स एकदम धेरै राम्रो थियो। मेरो बहिनीहरू चाहिँ एकदम धेरै मजाले खेलिरहेको थियो। अनि यहाँ चाहिँ मेरो मम्मी र आन्टी बसिरहनु भएको थियो। त्यसपछि चाहिँ मेरो बहिनीहरूले बबल टी अर्डर गर्यो, अनि मैले चाहिँ कोकोनट माचा अर्डर गरेँ। गाइस सिरियसली यस्तो मिठो थियो नि कोकोनट माचा, मैले कहिले पनि यस्तो मिठो खाएको थिइनँ। अनि आन्टीले चाहिँ मिन्ट लेमोनेड अनि मम्मीले चाहिँ लस्सी। त्यसपछि हामीले यो चिकन आइटम मगाएको थियौँ, के थियो आई डोन्ट नो, यो चाहिँ चिकन टिमुर समथिङ के थियो आई डोन्ट नो, टिमुर चिकन कि के थियो आई डोन्ट नो, तर यस्तो धेरै टेस्टी थियो नि गाइज। अनि मेरो बहिनीले चाहिँ यहाँ केक काटिरहेको थियो, किनभने मेरो माइली बहिनीको बर्थडे थियो, त्यही दिन हामी गएको थियौँ। अनि उसले चाहिँ ह्याप्पी बर्थडे भन्दै पिज्जा काटेर अनि बहिनीलाई खुवाइदियो। अनि हामीले चाहिँ चेयर्स गऱ्यौँ। एकदमै धेरै मिठो थियो पिज्जा पनि, यस्तो क्रन्ची थियो नि पिज्जा, मैले यस्तो पिज्जा कहीँ पनि खाएको थिइनँ इटरीमा। अनि यो चाहिँ मुस्ताङ आलु भएर के गाइज, कत्रो लामो लामो के मुस्ताङ आलु, मैले यति लामो मुस्ताङ आलु अहिलेसम्म खाएको थिइनँ। साँच्चीकै मुस्ताङबाटै ल्याएको आलु हो क्या, कति धेरै लामो थियो। अनि कस्तो मिठो पनि थियो कि, यस्तो मिठो थियो। त्यसपछि मैले यो बफेलो विङ्स ट्राई गरेँ। यो त झन् कति धेरै मिठो के, तर मैले डाइटमा भएको कारणले एक एकवटा पिस मात्र ट्राई गरेँ, धेरै चाहिँ मैले खाइनँ। किनभने धेरै खायो भने फेरि पेट दुख्छ मेरो। अहिले धेरै डाइट फलो गरेर धेरै हेल्दी फुड खाएर। अनि रातिको भ्यू चाहिँ यस्तो थियो, एकदमै धेरै राम्रो लाग्यो। अनि मेरो बहिनीलाई यहाँ भिडियो बनाइदेऊ न भनेको के बोलिरहेको रहेछ। सो हाम्रो चाहिँ विकेन्ड यस्तै बित्यो। थ्याङ्क यू फर वाचिङ।